हामी गाउँ जाँदैछौँ है। अनि हामी चाहिँ राति राति यहाँ चोक भइसक्यौँ। अब चाहिँ हामी गाडी चाहिँ पाउँछ त्यहीमा जान्छौँ है। बिहानै गयो भने चाहिँ बमेट हुँदैन नि त, फेरि बमेट हानिन्छ नि त लास्टै। गाह्रो छ नि त हामीलाई, गाह्रो क्या। तपाईँ त्यो बोक्नु, म यो झोला बोक्छु नि त। हामी चाहिँ घर हिँड्यौँ झोला बोकेर राति राति। बाई बाई। रिजर्भ कति गाडी रहेछ नि, बिहे पर यहाँ मलाई त्यहाँ हुन्छ। घर आइपुगे। होइन म चाहिँ घर आएर पनि हामी चाहिँ दियालमा हिँड्यौँ। यो मेरो डल्लीमा आइज, मेरो माइलमा आइज। हेलो हेलो भन्नु आइज छिटो। ल हेलो मम्मी, हेलो भन्नु। चस्मा लाएर चस्मा ढल्काएर मैले चस्मा ल्याइदिएको है गाइज, त गिफ्ट हो नि मैले ल्याइदिएको। अब हामी चाहिँ दियालमा हिँड्यौँ। आइपुग्यौँ, घर आइपुग्यौँ, घर आइपुग्यौँ। राम्री यो लुगा हिजो लाएर देखाएको। नमस्ते भिनाजु, नमस्ते। आज ठुलो भए हुनुभयो है, कति रमाइलो हुन्थ्यो। यहाँभन्दा 3 वर्ष अगाडि कति रमाइलो थियो है। ठ्याक्क चुनावको टाइम थियो, त्यही बेला जित्नु भएको थियो। अहिले यस्तो अवस्थामा यस्तो नराम्रो लाग्ने नि होइन। बाटोमा झन् त्यो फर्बुमा आएपछि जहाँ चाहिँ ठुलो बुवाको एक्सिडेन्ट भएको थियो नि त, त्यहाँ आएपछि कस्तो नराम्रो होइन। आजको दिन चाहिँ एकदमै कति धेरै याद आएको छ क्या। कति रमाइलो गर्नुहुन्थ्यो नि त, अनि हुनु हुँदैन नि त, अनि कस्तो चाहिँ लाग्दो रहेछ क्या है। अनि त्यही हो, ठुलो बुवाकै फोटोहरू होइन, भिडियोहरू, त्यो जल कति याद आयो है बाटोमा। अब के गर्नु, एक्सेप्ट गर्नु परिहाल्यो होइन। जे नहुनु थियो भइहाल्यो। घाम यति छ, आम्मामा गर्मी। तराईको मान्छे कसरी बस्छ? हामी यहाँ पहाडको मान्छेलाई त्यस्तो गर्मी छ है। आम्मामा कस्तो घाम लागेछ। यहाँ कस्तो राम्रो देखिन्छ। यो चाहिँ हाम्रो माथि घर, मकै। असेलु मैले चाहिँ एउटा ऐसेलु खाएँ। ऐसेलु हाम्रो निकाल्ने। ल भिनाजु, उहाँ टुप्पा बस्ने मेरो भिनाजु। भाइ बोका सब देवालमा काट्ने हामी। माइली फुपू नमस्ते भन्नु। नमस्ते नमस्ते नमस्ते। कसलाई देखाएको खै हेरौँ भयो के बनाएको रेलले। हाम्रै माइली बुहारी हाम्रो दिवालीमा मासु खान आएको। हाम्रो दिवालीमा आएको। मेरो खोइ मेरो माइली फुपूले मलाई औँठी दिने। छिटो छिटो सुनको औँठी ल्याऊ। बिहेमा भोलिपर्सि के हुन्छ भनेर अहिले एउटा दिने रे, एउटा औँठी। ल ल दिलले लगाइदिए। ल अब दिन ए ठिकै भन यार। के मलाई बुढी अम्ला भयो। ल ठिक हो, यो बुढी अम्ला पनि ठिक हुँदो रहेछ है। सुनको औँठी पाएको त छ्या, यसको त कराउँछ अहिले। ल भ्लगमा आउनलाई उहाँहरू बस्नु भएको, अनि मैले खिचिदिएको है, खिचिदिएको। यसरी म यहाँको चाहिँ यहाँ केले कोतार्दो, त्यहाँ केले कोतारो आँखाले
अहिले चाहिँ सबैलाई पोज भन्ने रहेछ ट्याक्क दिपेसे हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। प्रसाद खाने टाइममा माइजू मासु कस्तो मासु मिठो छ माइजू दिदी अगाडि नै छ
सक्यो देउली सक्यो हाम्रो धामी थन्क्याएर पनि यता डान्स कार्यक्रम हुँदैछ है हाम्रो त यस्तो रमाइलो पो हुन्छ त तर अलिक खल्लो खल्लो भयो हामीलाई यो सालको दसैँ अब राम्रै भएन हुन चाहिँ दसैँ चाँडो कुरो लगाएर फेरि हाम्रो सिङ्गै सिल्भा उडे। हेलो गाइज होइन म चाहिँ यो भ्लगलाई चाहिँ यहीँ इन्डिङ गरिदिन्छु अनि आज चाहिँ मैले के गरेँ अनि के भयो भनेर चाहिँ सबै भिडियोमा राख्दै छु हजुरहरूले हेरिदिनुहुन्छ भन्ने आश छ है अनि ठुलो बुवा बिनाको चाडपर्व चाहिँ धेरै नै खल्लो हुँदो रहेछ किनभने ठुलो बुवा चाहिँ एकदमै रमाइलो गर्नुहुन्थ्यो नि त अनि यहाँभन्दा 3 वर्ष अगाडि चाहिँ ठुलो बुवाले चुनाव पनि जित्नु भएको थियो अनि हाम्रो देउली नै थियो एकदम रमाइलो भएको थियो तर आज चाहिँ त्यो रमाइलो थिएन हाम्रो यो बाध्यताले गर्दा चाहिँ अब त्यो बाहिर अरूले नर्मल अरू बेला गर्ने जस्तो कुल पूजा चाहिँ थिएन हाम्रो बाहिर थियो है अनि त्यही हो अनि अब जति नै जे नै भए पनि एक्सेप्ट त गर्नु परेको है अनि वी मिस यु ठुलो बुबा।